मेरा विद्यार्थीहरूले म हेर्नुहोस् म 60 वर्ष नाएको मान्छे दिनमा 48 घण्टा अपरेसन गर्छु मेहनत गर्छु भने म राति 12 बजे उठेर अपरेसनमा जान्छु भने मेरा भोलि चाहिँ नि मलाई पनि जित्ने विद्यार्थीहरूले मसँग चाहिँ राति 12 बजे काममा आउनु पर्छ पर्दैन हैन अब सिनियरहरुको एउटा मेन्टालिटी कस्तो भयो भने हामी यही प्रकृतिबाट आएका हौं र अहिलेको पुस्ताले पनि यही गर्नुपर्छ भन्ने तपाईहरुको एउटा मेन्टालिटीका कारण पनि यो चेन्ज हुन नसकेको हो उनीहरु बढी श्रम शोषणमा काम गर्नु परेको छ न्यून पारिश्रमिकमा चाहिँ काम गर्नु परिरहेको छ भन्ने पनि छ नि मेरो म पहिलो कुरा पारिश्रमिक भन्दै स्टाइपेन्ड हो यो दुईटा भिन्न कुरा हो निर्वाह भत्ता यो निर्वाह भत्ता हैन निर्वाह भत्ता तोक्ने भनेको युनिभर्सिटीले अब यसमा पुरै गरौँ त एकछिनको लागि हामीलाई एकछिनको लागि हाम्रो मेडिकल कलेजको विद्यार्थीहरू युनिभर्सिटीको विद्यार्थी हो अन्डर ग्रेजुएटको विद्यार्थी हाम्रो विद्यार्थी हो पोस्ट ग्रेजुएटको विद्यार्थी युनिभर्सिटीले हामीलाई एउटा कन्ट्र्याक्ट गरेर पठाएको छ उनले के कन्ट्र्याक्ट गरेर पठाएको छ भने तपाईलाई म 23 लाख रुपैयाँ दिन्छु 23 लाख रुपैयाँमा चाहिँ 7,20,000 तपाईले विद्यार्थीलाई दिनुहुन्छ स्टाइपेन्डको आधारमा 5 लाख रुपैयाँ हामी विभिन्न शीर्षकमा राख्छौँ तपाईलाई चाहिँ जम्मा 10 लाख पाउनुहुन्छ तपाईँ मन्जुर हुनुहुन्छ 3 वर्ष लागि भन्यो हामीले ठिक छ हजुर मन्जुर छ भनेर हामीले पढायौँ अब युनिभर्सिटीलाई पनि खबर नदिई तपाईले एकचोटि 48,000 गरिदिएपछि हामीले युनिभर्सिटीलाई पत्र लेख्यौँ तपाईले मलाई कन्ट्र्याक्ट गरेको यतिमा थियो यो विद्यार्थी यथास्थितिमा हामी स्टाइपेन्ड दिन सक्दैनौँ भनेपछि युनिभर्सिटीले त्यसो सक्नुहुन्न भने नदिनुहोस् भनेर हामीले पत्रचार गर्यो अब म तपाईलाई म यो आन्दोलन सोकल विद्यार्थीहरूलाई के भन्छु भने हिजो पनि यो विषयमा कुरा निस्केको थियो साथी हो तपाईहरूलाई म आह्वान गर्छु कि तपाईहरुको माग सम्बोधन हुन्छ पहिलो कुरा त्यसमा दुई मात्रै उहाँहरुको 48,000 निर्वाह भत्ता हुन्छ अफ कोर्स त्यसमा दुई मात्रै छैन हामीले के भनेको छौं 48,000 2 महिना अगाडि नै हुन्छ भनेको हो कार्यान्वयन गर्नको लागि चिकित्सा आयोगले पनि यहाँलाई तपाईले एकलौटी रूपमा 48,000 तोक्नु भयो त्यसको विरोधमा त हामीले त ज्ञापन दियौं नि त त्यसको विरोधमा त हामीले आयोगमा चाहिँ पत्रचार गर्यौं नि त हामीले त त्यसलाई स्वीकार गरेको छैनौं नि जुन दिन हामीले स्वीकार गर्छौं त्यो दिनदेखि मात्रै तपाईले काम गर्न पाउनुहुन्छ कहिले हुन्छ त भनिदिनुस् कहिले हुन्छ यो स्वीकार कहिले गर्नुहुन्छ कार्यान्वयन कहिलेदेखि अब हेर्नुस् हिजो सम्मानित प्रधानमन्त्री आयोगको अध्यक्षले 11 जनाको समिति बनाएको छ त्यो समितिले 10 दिन भित्रमा काम गरेर रिपोर्ट बुझाउँछ आउँदो वैशाख 15 गते आयोगले निर्णय गर्छ अब एमबीबीएस र बीडीएस को चाहिँ सीट संख्या बढाउने शुल्क त्यता समायोजन गर्ने अनि पीजीहरुको चाहिँ समस्या समाधान हुन्छ भन्नुभयो म तपाईलाई भन्दैछु अब हेर्नुस् के छ भन्दा मैले अघि नै भने नि युजी छुट्यो पीजी छुट्यो तर अहिलेको लागि समस्या हल गर्नको लागि हामीले के विकल्प दिउँ त हामीले बार्गेनिङ गरेनौं विकल्प दिउँ एउटा यदि 20,000 बाट एकैचोटी स्टाइपेन्ड 48,000 हुन्छ भने मेरो फी पनि त पीजी को समायोजन हुनु पर्यो नि त त्यसो भए मेरो चाहिँ 23 लाखको फी पनि 60 लाख हुनु पर्यो समायोजन भइहाल्यो 48,000 हैन त अब एउटा आवश्यक चिकित्सकले 36 देखि 48 घण्टासम्म पनि तपाईको अस्पतालमा उसले बिताउनु पर्ने महँगो शुल्क पनि उसले पीजी को लागि तिर्नु पर्ने अझ तपाई भन्नुहुन्छ यो सरकारले कार्यान्वयन गर भनेको चाहिँ निर्वाह भत्ता यो हामीले दिन सक्दैनौ भनेर त यो अलिकति अब तपाईलाई म भनिहाल्छु हामीले कति दिन्छौं थाहा छ यदि मैले 48,000 दिने हो भने 3 वर्ष मैले पीजी पढाए बापत जम्मा 16,017 रुपैयाँ मात्रै कलेजको नाममा आउँछ जम्मा 16,017 रुपैयाँ 3 वर्ष भनेको 1 वर्ष पढाएको बापत 5,335 रुपैयाँ 1 वर्षमा मेरो विद्यार्थीले मलाई तिर्ने फी भनेको 5,335 रुपैयाँ हो 23 लाख कागजमा देखेको मात्रै हो मेरा विद्यार्थीहरूले